अब भदौ 23 र 24 को आन्दोलनलाई चाहिँ अब हामी पनि एउटा नवयुवा थियौँ। जेन्जी भन्ने अब एउटा नाम मात्र थियो र हामी चाहिँ एउटा त्यो चाहिँ एकदम विगतमा भइरहेको करप्सन अनि त्यसपछि चाहिँ यो कुशासनहरूको मेन कुरा भने हाम्रो एजेन्डा नै भ्रष्टाचार विरुद्ध भएको नाताले चाहिँ अब हरेक कुराहरूबाट चाहिँ के भइरहेको थियो भन्दाखेरि चाहिँ यो कुराहरूको चाहिँ अन्त्य हुनुपर्छ भन्ने चाहिँ अब हामीलाई त्यो मनमा थियो। अनि त्यही भएको नाताले पनि हाम्रो एजेन्डा पनि त्यही भएको नाताले चाहिँ अब आन्दोलन भन्ने कुराहरू निस्क्यो। त्यही माथि 28 वर्षभन्दा मुनिको समूहले चाहिँ आन्दोलन गर्ने भनिसकेपछि अब त्यसमा हामी पनि उमेर समूहको नवयुवा परेको भएर चाहिँ अब हामी त्योमा जोडेको हो आन्दोलनमा चाहिँ। अनि आन्दोलन गर्दै गर्दाखेरि चाहिँ अब त्यहाँनिर धेरै कुराहरूको मिसयुजहरू पनि देखाएको थियो हामीले चाहिँ। अब जस्तै हरेक ठाउँमा हेर्ने हो भने त्यहाँ लिडर कोही पनि थिएन। अब सबैजनाको ग्रुप भनौँ, अब मेरो थ्रुबाट 2-4 जना ग्रुप, अरूको 2-4 जना ग्रुप, त्यहाँनिर टोलको मान्छेहरू पनि सबैजना त्यहाँनिर चाहिँ अस्तव्यस्त थियो क्या। अनि अस्तव्यस्त भएको कारणले पनि त्यहाँनिर चाहिँ ओहो यसरी हुँदैन, अब चाहिँ एकजनाले भए पनि अब एउटा जिल्लाको अथवा एउटा ठाउँको चाहिँ लिड गर्नुपर्छ भनेर चाहिँ एउटा चाहिँ लिड चाहिँ मैले पनि गरेको थिएँ हेटौँडामा। अब जेन्जीले चाहिँ अब जलाएको भन्ने चाहिँ अब मान्छेले त्यही नै भन्छ। मेन कुरा नै अब त्यहाँनिर जेन्जी आन्दोलन भनेर गरेको भएर चाहिँ जेन्जी भनेको। तर त्यहाँनिर भिडियो मार्फत पनि हामीले धेरै कुराहरू हेर्न सक्छौँ। त्यहाँनिर मेन जसले त्यहाँनिर भाटबटिन जलाउने, लुट्ने, चोर्नेदेखि लिएर हरेक कुरा गरिरहेकोहरूमा चाहिँ त्यहाँनिर अब जेन्जीहरू मात्रै नभएर जेन्जीहरू त छँदै छैन पनि भन्न मिल्दैन, त्यो उमेर समूहको मान्छेहरू पनि थिए। तर उनीहरू भनेको चाहिँ अब जानी नजानी पनि कोही मान्छे गइरहेको थिए, अब कोही रहरले गइरहेको थियो, अब कोही त्यो आन्दोलनको भिडको कारणले पनि। अब उहाँ पनि अब म बन्छु भनेर अगाडि आएको व्यक्ति त मलाई चाहिँ लाग्दैन। अब उनीहरू पनि अब एउटा त्यो बेलामा रेड जोन हुँदाखेरि उनीहरूले चाहिँ उहाँहरूले चाहिँ अब आर्ट गरेको हो त्यो बेलामा। अब त्यो बेलामा कोही पनि अगाडि नबढेको कन्डिसनमा चाहिँ पछि उहाँले लिनुभएको हो जस्तो लागेको छ मलाई चाहिँ। भ्रष्टाचार विरुद्धमा अब त्यत्रो आन्दोलन भयो, जेन्जीहरू सबैजना अस्तव्यस्त हुने बेलामा त्यहाँनिर नेतृत्वको जिम्मा त अब नेपालैभरि थियो। अब नेपालै जलिरहेको थियो त्यो कन्डिसनमा चाहिँ। अब त्यहाँनिर सबैले आफ्नो शान्ति सुरक्षाको लागि हेरिरहेको बेलामा चाहिँ सुदन गुरुङज्यूले चाहिँ अब जे होस् आफ्नो ज्यानको पर्वाह नगरिकन उहाँले चाहिँ अब जे होस् यो जिम्मा चाहिँ अब मै लिन्छु, मेरो ज्यानको मलाई पर्वाह छैन भने जस्तो टाइपले चाहिँ गर्नु भइरहेको थियो जस्तो लाग्छ मलाई। एकदम मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि अलिकति एक्सन ओरिएन्टेड जस्तो मान्छे लाग्छ। अब एक्सन ओरिएन्टेड पनि हुनुहुन्छ। अनि अब उहाँ चाहिँ अब त्यही हो, अब त्यही जेन्जी आन्दोलनमा बितेको शहीदहरूको लागि पनि उहाँले धेरै कुराहरू सोच्नु भएको होला। अब त्यही नै हो मेरो नजरमा। सुदन गुरुङज्यू भनेको चाहिँ अब ऊ म बन्छु भनेर आएको पनि होइन, उसलाई चाहिँ एउटा परिस्थितिले चाहिँ सिर्जना गरेको मान्छे हो, म चाहिँ त्यो भन्छु। अब मेरो विचारमा चाहिँ अब अहिलेको लागि उहाँहरूलाई चाहिँ दोषी देखाएको भएर चाहिँ अब अनुसन्धानमा लिएर आउनु भएको हो। अब यदि उहाँहरू चाहिँ अब कानुन अनुसार अब जे दोषी छैन रहेछ भने त अब न्याय पाइ नै हाल्छ। अब यदि दोषी ठहर्यो भने त अब कानुन अनुसार त्यही कानुन अनुसारको अब के सजाय हुन्छ त्यो त भोगिहाल्छ नि भन्ने कुरो हो।